होइन त मैले पनि मेरो गल्ती यति भएको कि त्यसलाई साइड दिन्छु भन्दाखेरि पछाडि अहिले भन्छ भनेपछि आफ्नै काममा नि चिनेनन् मलाई। हुन्छ के क्षति भएको छ हेरेर तपाईँले हुन्छ नि सहजता गरिदिनु भयो होइन हुन्छ होइन किनभने युट्युबर हुनुहुन्छ हजुर युट्युबर हजुर मेरो गल्ती भएकै हो टक्कसँगले माछा मारेर हामी चाहिँ अब लाग्न आइदियो फाइनली भेनाजु के छ बिखुसी त छैन नि खुसी हो नि खुसी छु घुम्न पाइयो ल हामी चाहिँ अब यहाँबाट घर जाने होइन हामी चाहिँ अब झर्ना घुम्नु जाने हो झर्ना घुम्नु कुन झर्ना अरे अभिन सुनिल थापाको झर्ना ऐरानको झर्ना हात्तीको दाँत भएको अनि आमा र छोराको मूर्ति भएको के भने कन्फ्युज बनायो दाइ के भन्छ भाइ कन्फ्युज बनायो त जन दाइ एक दुई शब्द चाहिँ दिनु पऱ्यो क्या यो विशाल बजारको चस्मा हाम्रो यहाँ भाइले ल्याएर छ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ माछा मार्न आएको गाई 17,000 को चस्मा लाएर कसको ल प्रकाश केही बोलिदिनु पऱ्यो क्या ब्लगमा केही हामी चाहिँ होइन माछा जोस् अलिअलि मारियो खाइयो अलिअलि 16 केजी माछा 16 केजीको माछा खाइयो होइन गोज अनि खाइसकेपछि अब हामी चाहिँ फेरि सर्र पारेर होइन पोखरा जाने बाटोमा भन्दा अलिकति मासतिर एउटा मिठो झरना दामी सुन्दर झरना छ होइन त्यहाँ हामी जान आँटेको छौँ अब त्यहाँ गएर त्यो झरनाको बारेमा हामी डिस्क्राइब गर्नेछौँ हेर्नु होला है आहा हामी चाहिँ टक्क झरनामा पुगेर चाहिँ होइन बाटोमा देखाउँदै जाँदैछौँ सो हामी चाहिँ अब झरनातिर लागु गाइज ए ल गर्दैछौँ बस भाइ टक्कसँग ल भाइ होइन अब अर्को त्यस्तो टक्कसँगले जोस् मजा आयो होइन अहिले चाहिँ हामी मलेखुमा छौँ है गाइस टक्कसँगले हामी मलेखुमा आइपुग्यो अनि अब चाहिँ हामी यहाँबाट टक्कसँगले हामी त टक्क लगाएर यहाँबाट 1 घन्टा हिँड्नुपर्ने छ भने 2 घन्टा कहाँनिर उता जानु नआउने हो क्या आज त यतातिर त यार आजल्याङ छैन यार उता काठमाडौँ पुग्ने बाटो अब यताबाट उल्टो हिँडिरहेको छ हामी होइन के गऱ्यो यार साथीहरूले यार एक्सिडेन्ट गरेर फेरि तनाव भइहाल्यो नि यार के गऱ्यो यार साथीहरूले फेरि यता नआउनु पर्ने हो क्या हामी मलाई लाग्दैछ क्या यता अब कहाँ गएको त नि यार हामी त फेरि यहाँ कहाँ यो त कुलिङ तार कटेर आइसक्यो फेरि राइट स्लो हान्नु पर्ने हो क्या यार अघिदेखि स्पिडमा आयो म अनि अब त्यही अनुसार हिँडेँ फेरि त्यसै खराब भइहाल्यो नि केटाहरूले के गरेर चलाएर सेम लाइट हान्नुपर्छ भनेर चाहिँ भने हो भन्नु केटाहरूलाई केटाहरूले के गरेर चलाएर साथीहरू यार अब कसको गल्ती हो फेरि होइन अब गएपछि हुन्छ है साथीहरूलाई निकै गाह्रो पऱ्यो भने त अब निकै तनाव हुन्छ नि त एक्सिडेन्ट पऱ्यो भने त फोन गर्छ अत्तालिँदै यता हो भनेर
चाहिँ आफू खैरेन पुगेको अनि टक्क फर्केर आफू खैरेन पुग्नु लागेको हामी चाहिँ अनि त्यहाँबाट एक्सिडेन्ट भयो पछाडि आऊ भने त्यही भएर हामी फर्किँदैछु गाइस यता कच्ची बाटो बनाएको ठाउँ भनेको कच्ची फेरि बाटै बनाएको ठाउँ छ सबै हामी ओपरै आइसक्यो अगाडि नै आइसक्यो साथीहरू छैन भनेर होइन कहिले काहीँ अब गल्ती चाहिँ हुन्छ त्यो पनि अब कसो गल्ती छ भन्ने कुरो हो होइन साथीहरू पर रहेछ कार त हिँड्छ त्यो पनि साथीहरू चाहिँ आएर के भयो र हजुर यता तल उभिएको थियो है यहाँ एउटा गाडीलाई साइड दिँदै हुनुहुन्छ साइड दिँदै थिएँ कि मैले अलिकति ठाउँ पुगेन क्या फेरि ब्याक गर्ने हामी चाहिँ पछाडि उहाँले ब्याक गरेर पुरा मैले उनी पुऱ्याइदिनु स्क्र्याच त्यतातिर अगाडिको मोटर हो त के अरे साइड दिन्छु भन्दाखेरि त्यो गल्ती भयो उताबाट एकदम टेक्ने नै भाँच दिनुभयो अलिकति मेरो फेरि ब्याक गर्दाखेरि एकदम स्पिडमा ब्याक गरिदिनु भयो क्या रोकिराखेको हामी त कहाँ पर पुगिसक्यो के क्षति भयो कसको के क्षति भयो त यहाँनिर यो चुडिएछ यो फुल्यो क्या यो पुरै यहाँनिर फुल्यो कभर यहीँ हो त्यहाँनिर हो क्या यहाँ गाडीहरू एउटा ट्रक उभिएको थियो तपाईँ चाहिँ कताबाट उताबाट म उताबाट आएको थिएँ अनि यता यो गाडी एउटा बस चाहिँ ठ्याक्कै आधाभन्दा बढी नै उसमा गयो होइन अनि त्यहाँ के भयो भन्नु छ भने अब त्यसलाई चाहिँ अब त्यो त्यहाँबाट छिर्ने ठाउँ भएन मैले यसै पछाडि गाडी मैले देखिनँ अनि मैले यसरी ब्याक गरेको त्यो गाडी त छिर्नु पऱ्यो भनेर अनि उहाँहरू हुनुहुँदो रहेछ स्पिडमा घ्यात गरेर ल्याउनु अलिकति बढी नै स्पिड भएछ मेरो होइन अब के सल्लाह भयो त तपाईँहरूको के सल्लाह भयो केही भएको छैन म त्यहाँ सोरुम छ यताउता के गर्नु छ त्यो गरौँ कि भन्ने हुन्छ अब तपाईँहरू मिल्नु न सकेसम्म होइन होइन मैले त उहाँहरूलाई भनेकै छु मैले चोटहरू त केही लागेन होला नि हजुर केही लाग्छ भने भन्नु है किनभने अब म पनि हजुर जस्ता छोराहरू मेरो पनि छन् है मेरो छोराहरूको पनि त्यस्तो हुन्छ हुन्छ के अरे के क्षति भएको छ अब हजुरले हेरेर केही सहजता गरिदिनुहुन्छ होइन यो अलिअलि मसँग धेरै थोरै पैसा छ होइन कति जति लाग्छ होइन त्यहाँ गएर सोधौँ अनि कति लाग्छ अनि त्यो हुन्छ के क्षति भएको छ हेरेर तपाईँले हुन्छ नि सहजता गरिदिनु भयो होइन हुन्छ होइन किनभने अब मैले जान गरेको होइन अरूलाई चाहिँ एउटा मानवताको धर्म निभाउँदाखेरि यस्तो गल्ती हुन्छ तपाईँ छोरा जस्तो मान्छेहरू मैले यसो यतापट्टिको ग्लासमा हेर्दाखेरि त्यो मैले पछाडि गाडी देखिनँ होइन उहाँहरू हुनुहुँदो रहेछ ठ्याक्क म फेरि ब्याक गर्दाखेरि अलिक स्पिड चाहिँ अलिकति बढी नै भएको हो मेरो अनि त्यसले त्यो आधाभन्दा बढी भइसकेको थियो गाडी छिर्ने ठाउँ थिएन अनि त्यसले गर्दाखेरि हुन्छ अब गल्ती भन्ने कुरो जानेर गरेर होइन हजुर म त्यस्तो छैन हजुर युट्युबर हुनुहुन्छ हजुर युट्युबर हजुर हुन्छ ठिकै छ अब के उता ऊ प्रकाश सोरुम कता ग्यारेज चाहिँ जानु होला नि त हुन्छ उहाँले अब बनाइदिनु मैले होइन त मैले पनि मेरो गल्ती यति भएको कि त्यसलाई साइड दिन्छु भन्दाखेरि पछाडि दिएँ मेरो गल्ती भएकै हो भएकै किन छैन भनेर 5 ब्याक गर्छु भन्दाखेरि त्यो कार त यहाँ माथि थियो र पनि यो त डरै हुँदो रहेछ हौ सोरुमको दर हुन्छ अरू त फेरि यहाँ माथि पो चढेको थियो त हुन्छ ग्यारेजमा लगेर तपाईँ हामी नै बसेर गर्दा हुन्छ मिलाउँदा हुन्छ त्यसै गर बाइक लगेर तर बाइक लिएर जानु पर्यो
दाइ चाहिँ एकदम हम्बल है मान्छेले गल्ती स्वीकार्नु पनि ठुलो कुरो हो अनि दाइले चाहिँ अब राम्रै कुरा गर्नुभयो सो अब यहाँबाट गाडीहरू हेरेर हल्का बनाएर हामी जानु सक्छ है ल फाइनली अब बाइकको चाहिँ मर्मत भयो होइन यो फुत्रेसहरू हालियो अब बाँकी चाहिँ काठमाडौँतिर गएर उपचार गर्ने प्लान छ हाम्रो फुत्रेसहरू हालेपछि हल्का टपहरू चाहिँ गएको छ यो टपहरू गएर उतै गएर बनाउने हो ल जाऊँ होइन जाउँ जाउँ पछाडि चाहिँ धुलो खाने भयो अगाडि नै फाइनली साथीहरूले गल्ती नगरेको रहेछ र मात्र हो नत्र भने त फेरि मलाई त बनार लागिसकेको छ सानो त्यो सुजुकीको त्यो उयो ट्याक्सीसँग रहेछ कारसँग भन्छ अनि म त झसङ्ग अहिले आज कारको पछाडि पछ्यो छोड्यो अनि म झसङ्ग भएको थियो होइन केटाहरूको गल्ती हुँदैन रहेछ होइन हामी सेफ राइड भनेर हिँडेको हो नि त सो केटाहरूले जहाँसम्म हाम्रो केटाहरूले गल्ती नगर्ला भने नि अब गल्ती भन्ने चाहिँ जानेर चाहिँ हुँदैन त्यही पनि हामी अब स्लो राइड भन्दै हिँडेको हुनु चाहिँ तर कहिलेकाहीँ कभी कुछ होता है राइट सो अब हामी उता के अरे के भन्छ त्यतिको 5 वटा नै 1.5 किलो छ के बाटो मार्नु भयो यो लगरे 500 वटा माछा बनाइ चाहिँ टक्क छ क्या माछा बनाएपछि पैसा सफा गरेर राखेपछि अब यो घर लाँदा नि बिग्रेन साथीहरूलाई पर्खिनु पर्ने हुन्छ हामीले भिडिएन यता त त्यो निकाल्दा ढुल्दैछ यता ह्यान्डसम छ आम्मा ल खुट्टा हाल्दै त्यो त ल एकछिन अलिक पर खुट्टा हाल्दै खतरा आउँछ क्या खतरा आउँदै थियो ल भनेपछि आफ्नै गाममा नि चिनेनन् मलाई यो चाहिँ यो चाहिँ कुखुराको फुल यानि कि अन्डा वाडीमा यस्तरी खानुपर्छ वाडीमा थमाउँछौ क्या अन्डा चाहिँ यस्तरी चाउमिन देखिरहेको छ फेरि चाउमिन मासु गएर खान्छ मासु चप्प गाड्ने चतर चतर हो यस्तो हुन्छ आम्मा यस्तो भयो त नि आमा हिरो देखेछ यार हिरो देखेछ यो चाहिँ एकदमै हुनुपर्छ है पऱ्यो ल हामी ढाक्रेमा खाना खाएर सामान नछोडौँ टक्का लागेर हिँड्यो ल सिमले बजारमा हामी कुन बाटो जाने अरे हामी धर्के बाटो धर्के धारकै अँ धारकै कि धारकै
दाइ हामी ढार्केबाट जाने होइन ल हामी खाजा ढाक्रेमा खाजा खाएर अब ढार्केको बाटो जान्छौँ ढाक्रेमा भात खाना खाएर ढार्केको बाटो है ल बाटो चाहिँ बब्बालो छ है अब बाटो त बहुत रमाइलो रहेछ बाटो त फेरि बाटो त बब्बालो छ है कसैलाई कसँगले के अरे मलेखी जान्छ भने धर्केकोबाट आउने है गाई sunshine what the view क्या दाम छ यो क्या दाम छ यतिको ठाउँ त है हाम्रो सबको मौसम खुल्दा त क्या दाम क्या हाम्रो मजा चोरी चल्नुपर्छ ए दिदीहरूले पनि हाई हाई गर्छ दिदीहरूले होइन ल ओके भाइ तर हेर्नु चाहिँ यहाँ मलाई हेरेको मलाई दुकान त भियो गाई जामा बाबा अब बजारबाट सेल हाल्नु त्यो मोबाइल ठाउँ त ओपो राम्रो क्या बाइकको ट्याङ्की खाली छ मान्छेको कति छ तेल पावर सकिसक्यो पावर खाली छ तेल दिन्छ तेल यहाँबाट यो सिधा ट्याङ्की भएकोले देख्न त तर अब सक्नु लागेको छ होइन के को छल फल हुँदैछ त्यहाँ अनि सीता पाइला निस्क्यो गाई हामी वाच कलर हो सीता पाइला निस्क्यो होइन अब गिद्दी हाल्यो भने चत्तरे यहाँ म परबाट आउनु भन्दै थियो परबाट घुमेर जानु
ल केटा त आइपो पुगेछ त हामी चाहिँ फाइनली आइपुग्यो चर्चमा आइपुग्यो सो ल अब लगभग डेस्टिनेसन खत्म हो गयो हाम्रो दे भाइ थकित लाग्यो बबाल थाक्यो होइन हामी चिसो आइसक्यो अब हामी यहाँदेखि छुट्नुपर्ने हुन्छ यो सामान थियो यो सामानको लागि चाहिँ हामी यहाँसम्म आएको होइन एम्स भ्लगकोमा सबले सब्सक्राइब गरिदिनु होला होइन त्यो मिठो छ भ्लग्स एकदम बबाल होइन माछा कति तर केजी आँखा चाहिँ यस्तो भइसक्यो होइन मातेको जस्तो भइसक्यो तर म केही नखाने मान्छे कति केजीको माछा मारेर रे 16 कि 15 भने ए 16 केजी यसले खुकुरीले केजीको काटेको थिएँ ती 4वटा काटेको थिएँ एक पाउ काटेको थियो अनि मैले चाहिँ 2 केजी जति काटेको थिएँ खुकुरीले अरू चाहिँ जान परेको थियो त्यही होइन 4 त एक पाउको काट्दैन त मैले होइन त्यही 1.5 केजीको माछा चाहिँ पठाएर आउनुभयो त ए त्यो माछामा त्यो काटेर भागलाउँदा गर्दा अलिक ढिलो भयो ए ठिक छ अब त्यो 3 केजीको चाहिँ के गर्ने दाइ 3 केजीको ए 3 केजीको माछा त ल्याइरहेछ त टक्कसँग ला 16 केजी माछा आयो ल फाइनली हामी चाहिँ माछा मारेर अनि घुमेर होइन हरेक काम भ्याएर आयो नि होइन दाइ यस यस मेरो भाइ तपाईँ नखोल्नु नि दाइ है हामी चाहिँ 2 दिनको 2 दिन 1 रात हामी चाहिँ बाहिर गएको थियौँ फाइनली हामी ब्याक भयौँ हामी चाहिँ अहिले चर्चमा छौँ है चर्चमा टक्क आइपुग्यौँ यस हामी सुरक्षित साथ गएर आइपुग्यौँ सुरक्षित साथ अब त्यस्तै भन्नुपर्छ होइन होइन प्रकाश त्यो त अब प्रकाशलाई सोध्ने होला हामी सुरक्षित आएछौँ नि यस एकदम